फुक्योको बेलुन लामे समय टिक्दैन। गरिबले के पायो? कर्मचारी त पायो 20-21%, 10% थियो र त्यसको 10% भने 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ? कति लाख छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छ? साउथ एसिया महासमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32%, 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामे समय टिक्दैन। यो बजेट काजमा हुन्छ। मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। र मेरो गाउँमा एउटा साउजी थियो, हामी बच्चा हुँदाखेरि। त्यो साउजी ऋण काट्दा त्यसको सबै लिलाम भयो, गाउँ छोडेर भाग्यो। किन? कि एउटाको ऋण तिर्नलाई अर्कोसँग ऋण लिन्थ्यो, फेरि अर्कोसँगको ऋण तिर्नलाई तगादा गरेपछि फेरि अर्कोसँग। अरू अर्थमन्त्रीले लुकाएर भन्नुहुन्थ्यो र यथार्थ पहिला पनि थियो। तर यो अर्थमन्त्रीजी खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ। माने पुरानो ऋण तिर्नलाई ऋण छु, विकासको लागि होइन। जहाँ पुँजीगत खर्च हुँदैन, जहाँ जुन देशको पुँजीगत खर्च 20% हुन्छ, त्यो देशलाई भगवान बचाउँछ कि त्यहाँ इम्प्लोइमेन्ट हुन्छ, त्यहाँ इन्भेस्टमेन्ट हुन्छ र त्यो देश अगाडि समृद्धिको बाटोमा जान्छ। यो एउटा लेमनले बुझ्ला, तर यो म जस्तो एउटा एक्सपिरियन्स साँच्चै बुझ्दिनँ।